झापा जिल्ला घर हुनुभएकी एक 65 वर्षीय आमालाई जिब्रोको क्यान्सरले सताउँदै आएको थियो। 5 वर्ष अघि शल्यक्रिया गरिए पनि केही समयपछि फेरि क्यान्सरका लक्षण देखिन थाले। रोगले तीव्र रूप लिँदै गएको अवस्थामा उहाँ नोबेल क्यान्सर अस्पताल उपचारका लागि आउनुभयो। यहाँ हेड एन्ड नेक सर्जन डाक्टर प्रज्वल श्रेष्ठ नेतृत्वको शल्य चिकित्सक टोलीबाट सफलतापूर्वक शल्यक्रिया सम्पन्न भयो। साथै डाक्टर प्रदीप भण्डारी र डाक्टर सुमित सिंह नेतृत्वको क्यान्सर विशेषज्ञ टोलीबाट रेडिएसन थेरापी मार्फत थप उपचार गरियो। करिब 2 महिनाको समग्र उपचारपछि बिरामी पूर्ण रूपमा क्यान्सर मुक्त हुनुभएको छ। एक रिपोर्ट। नमस्कार आमा। नमस्कार। सर्वप्रथम त तपाई क्यान्सर मुक्त हुनुभएको छ, यसमा तपाईलाई धेरै धेरै बधाई छ। हजुरको छोटो परिचय दिनुस् न। मेरो घर जुवामारी हो। हजुर। म दुईपल्ला बस्ने। हजुर। म 5 वर्ष अगाडिदेखि क्यान्सर पीडित थिएँ। कोही पनि म चिताउनमा गएर अपरेसन गरेको। हजुर। तर मलाई अहिले बल्झ्यो फेरि। हजुर। अहिले बल्झेर अब गएको। अब अहिले चाहिँ भन्नुहुन्छ डाक्टर साहबले राम्रो भयो। हजुर। छैन भन्नुभयो। अब त्यही खुसी लागेको छ। क्यान्सर मुक्त भएर हजुरलाई कस्तो महसुस भएको छ? म अब राम्रै हुने रहेछु जस्तो महसुस भएको छ। आश लागेको छ जस अहिले रिपोर्ट देखाउँदाखेरि क्यान्सर मुक्त हुनु भएको छ भनेर आज डाक्टरले हजुरलाई बताउनु भएको छ। आज डाक्टर साहबले भन्नुभएको छ मुक्त तपाईँलाई केही छैन भन्नुभएकोमा खुसी भएको छु। जी हजुर खुसी हुनुहुन्छ। अरू क्यान्सर भएको बिरामीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? उहाँहरूलाई पनि जब औषधि गयो भने जाती हुने रहेछ, अपरेसन गयो भने निको हुने रहेछ, गर्नुहोस् भन्न चाहन्छु। अनि हजुरलाई पहिलोचोटि क्यान्सर प्रमाणित भइसकिसकेपछि तपाईँ भरतपुर जानुभयो, त्यहाँ पनि उपचार गराउनु भयो। अहिले फेरि बल्झिसकेपछि हजुर यहाँ आएर उपचार गर्नुभयो। उहाँ र यहाँमा के कति कुराहरू सहज महसुस गर्नुभयो तपाईँले? सहज त अब उहाँ पनि त्यतिखेर सहजै गरिदिनु भएको थियो। तर अब आफूलाई बल्झ्यो। अहिले चाहिँ अब यहाँ राम्रै छ, अब सहजै होला जस्तो लागिरहेको छ। अहिले एमआरआई गरेको, एमआरआई गरेपछि चाहिँ अब एमआरआईको रिपोर्टमा क्लियर भयो भन्नुभयो। अहिले क्लियर भइसक्यो भनेपछि हजुरलाई कति खुसी लागेको छ? त्यतिखेर त्यस्तो महसुस गर्नुभएको थियो? खुसी भइहाल्छ नि। अब आफ्नो निकै नहुने रोग भनेको हुन्छ, निको भयो भनेपछि त खुसी त्यसै पनि भइहाल्छ नि। उहाँ बिरामीको चाहिँ जिब्रोको क्यान्सर थियो। आउँदाखेरि वरिपरि फैलिएको अवस्थामा थियो उहाँको। निल्न पनि गाह्रो हुने अवस्थामा आउनुभएको थियो, बोल्न पनि गाह्रो हुने अवस्थामा आउनुभएको थियो। र हामीले सबै सम्पूर्ण जाँचहरू गर्दाखेरि चाहिँ उहाँको तेस्रो स्टेजको जिब्रो क्यान्सर पत्ता लागेको थियो। र हामीले यस अस्पतालमा उहाँको सर्जरी पनि गऱ्यौँ। सर्जरी गरिसकेपछि रेडिएसन गऱ्यौँ। र आज उहाँको 3 महिना पछाडिको फलोअप आउँदाखेरि उहाँ कम्प्लिट निको हुनुभएको छ। र म जनमानसमा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हाम्रो पूर्वी भागमा चाहिँ नाक कान घाँटी क्यान्सर धेरै नै कम हुन्छ। विशेष गरेर चाहिँ गुर्काहरू खाने, तमाखुहरू खाने, अन्त खैनीहरू खानेसँग धेरै नै भएको कारणले पानहरू बढी खाने गर्दाखेरि चाहिँ हाम्रो भेगमा चाहिँ नाक कान घाँटीको क्यान्सरले एकदमै धेरै मात्रामा पाइन्छ। र यस्तो क्यान्सरको लागि चाहिँ अपरेसन चाहिने हुन्छ, हेड एन्ड नेक अनको सर्जन भनिन्छ यसमा। र रेडिएसन चाहिने हुन्छ। र यो सम्पूर्ण उपचारहरू चाहिँ अहिले हामीले नोबेल क्यान्सर अस्पतालमा सुरु गरिसकेका छौँ। हाम्रो हेड नेक अनको सर्जरीको सबै नाक कान घाँटीको सबै सर्जरीहरू अहिले हाम्रो अस्पतालमा भइरहेको छ। र तपाईँहरू छरछिमा त्यस्तो कोही के हुनुहुन्छ भने हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ।